दोसर के नागरिकता में अपन फोटो साइट के बैंक मार्फत से ठगी करे वाला 2 आदमी के सप्तरी प्रहरी पकड़ाव केने अछि। हुनका सबके पकड़ाव कए के सप्तरी प्रहरी एहि विषय में अनुसंधान क रहल अछि। नागरिकता सम्बन्धी कसुर र ठगीमा 2 जना मानिस पक्राउ शीर्षकमा हामीले अनुसन्धान सुरु गरेका छौँ। यो मिति 2080 साल असार महिनामा पीडितको नागरिकताको प्रमाणपत्र हराएकोमा निजको नागरिकताको प्रमाणपत्र फेला पारेका प्रतिवादीहरू अरुण कुमार यादव र अभिषेक यादव समेतले पीडितको नागरिकताबाट पीडितको फोटो निकाली प्रतिवादी अरुण कुमार यादवले आफ्नो फोटो टाँसी विराटनगर स्थित रहेको सिटिजन बैंकमा गई खाता खोली अन्य व्यक्तिहरूबाट लाखौं रकम ठगी गरिरहेको भनी यस कार्यालयमा नागरिकता सम्बन्धी कसुर र ठगीमा जाहेरी प्राप्त हुनसाथ यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज प्रतिवादीहरू अरुण कुमार यादव र अभिषेक यादवलाई कानुन बमोजिम पक्राउ गरी सम्मानित जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको। पक्राउ परेका अभियुक्तहरू सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नम्बर 12 घर भई वडा नम्बर 5 बस्ने अन्दाजी 20 को अरुण कुमार यादव र ऐजन बस्ने वर्ष 28 को अभिषेक यादव।